प्रधानमन्त्री सुशीला कार्की आज भावुक र निराश बनेकी छिन्। आज प्रधानमन्त्री सुशीला कार्की आज भावुक र निराश र धेरै नै नराम्रो उनलाई लागिरहेको अथवा धेरै नै उनलाई नराम्रो तरिकाले यो सरकारमा बसेको कारणले गर्दाखेरि उनी निराश र भावुक बनेकी छिन्। किनभने जेनजीहरूले सुशीला कार्कीको राजीनामा मागिरहेका छन् र पुरानो दलहरूले पनि यो सरकार कानुनी रूपले र संविधान तरिकाले बनेको छैन र गैर संविधान तरिकाले बनेको कारणले यो सरकार हट्नुपर्छ, ढल्नुपर्छ र यो सरकारले राजीनामा दिनुपर्छ भनेर भनिरहेका छन् पुरानो दलहरूले। र जेनजीहरूले पनि यो सरकारले जेनजीको इच्छा चाहना अनुसार काम नगरेको भन्दै राजीनामा मागिरहेका छन्। यो विषय र यो कुरा सुन्दाखेरि प्रधानमन्त्री सुशीला कार्की भावुक र निराश बनेकी छिन्। किनभने जेनजीहरूले सोचिरहेका छन् कि पाकेको कोला खाइहालौँ जस्तै। किनभने जुनसुकै कुराहरू पनि गर्दाखेरि कारबाहीमा अथवा जुनसुकै कुराहरूमा अघि बढ्दाखेरि विभिन्न तरिकाले सबै कुराहरू मिलाउनुपर्छ भनेर सुशीला कार्कीले बताएकी छिन्। कानुन मिलाउनुपर्छ र कानुन अनुसार चल्नुपर्छ र कानुन अनुसार अघि बढ्नुपर्छ, नत्र भने त्यो कुनै पनि काम सफल हुँदैन भनेर सुशीला कार्कीले भनेकी छिन्। जेनजी युवाहरूले बुझिरहेका छैनन्। किनभने भ्रष्टाचारीलाई कारबाही गर्नु र भ्रष्टाचारीहरूको जुन भ्रष्टाचारीहरूलाई कारबाही गर्नु र भ्रष्टाचार गरिरहेकाहरूलाई समात्नु र जेनजी हत्याराहरूलाई समात्नु भनेको कानुन अनुसार जानुपर्छ र कानुनले विधि प्रक्रिया पुर्याएर मात्रै अघि बढ्नुपर्छ, नत्र सरकार ढल्छ र सरकार ढल्ने पछाडि बङ्गलादेशको जस्तै नेपालको पनि हालत हुन्छ भनेर सुशीला कार्कीले आज भनेकी छिन्। जेनजी युवाहरू धैर्य र संयमता अपनाउनुपर्छ र बिस्तारै सबै कुराहरू प्रक्रिया र कानुन अनुसार मिलाएर नै गर्नुपर्छ भनेर सुशीला कार्कीले भनेकी छिन्। र सुशीला कार्कीले भनिन् जेनजीहरूले सोध्छन् कि यो सजिलो छ अथवा छिटो गर्नु सकिन्छ अथवा छिटो भइहाल्छ यो कामहरू, तर उनीहरूले सोचे जस्तै सरकार छिटो र सरकारले छिटो प्रक्रिया नपुर्याइकन यो कामहरू गर्न असम्भव छ। किनभने सबै कुराहरू गर्नुको निम्ति कानुन र विधि प्रक्रियाहरू हुन्छ र त्यो विधि प्रक्रिया पुर्याएन भने त्यो कुनै पनि काम सफल हुँदैन भनेर सुशीला कार्कीले भनेकी छिन्। र पुरानो दलहरूले पनि अहिले मलाई नै टार्गेट गरिरहेका छन्, असंवैधानिक सरकार राजीनामा दिएर तुरुन्तै राजीनामा गरेर मार्ग प्रशस्त गर भनेर भनिरहेका छन्। र जेनजीहरूले पनि मलाई नै सरकारबाट हटिजा भनिरहेका छन्। तर म सरकारमा हटिहालेँ भने, सरकारबाट म राजीनामा दिइहालेँ भने नेपाल पनि बङ्गलादेशकै स्थितिमा पुग्छ। किनभने बङ्गलादेशमा अहिले अराजक र त्यहाँको सरकार अथवा त्यहाँको राजनीतिक र त्यहाँको सामाजिक सबै कुराहरू खलबलिएको छ र त्यहाँनिर हिंसाहरू भड्किरहेको छ, जाति धर्म युद्ध भइरहेको छ। त्यस्तै नेपालमा पनि हुन्छ। त्यस कारणले गर्दाखेरि यो सबै कुराहरू जेनजीको माग र जेनजीको एजेन्डाहरू बिस्तारै प्रक्रिया अनुसार कानुन अनुसार समाधान हुँदै जान्छ र त्यो पुरा गर्दै जानुपर्छ। एक्कासी कुनै पनि कुराहरू कानुन र विधि प्रक्रिया पुरा नगरिकन त्यो गर्नु मिल्दैन भनेर सुशीला कार्कीले बताएकी छिन्। र जेनजीहरूले राजीनामा दिनु भनेको यो धेरै नै नराम्रो कुरा हो र मलाई राजीनामा दिए भनेका छन्। त्यो कुरा सुन्दा धेरै नै नराम्रो लाग्छ। मैले दिइहालेँ भने पनि मैले जस पाउँदिनँ र दिएकै कारणले भोलि यो देश दुर्घटनामा जानु सक्छ भनेर आज सुशीला कार्कीले भनेकी छिन्।